हेलो गाइज, ल स्वागत छ है आजको नयाँ भिडियोमा। सो आज चाहिँ मैले एउटा विशेष भिडियो लिएर आएको छु। सो सधैँ जस्तै नभएर आज चाहिँ फरक किसिमको भिडियो लिएर आएको छु। सधैँ चाहिँ मैले अब विदेशको बारेमा भन्ने, आफूले जाने कुराहरू सेयर गर्ने र साथै हिँडेको भिडियोहरू बनाउँथेँ भने आज चाहिँ मैले पुरानो पैसाहरू कलेक्सनको बारेमा चाहिँ गरिरहेको छु। अब म नेपाल गभर्मेन्टमा चाहिँ अहिले राजा भएको पैसाहरू चाहिँ टन्नै कलेक्सन गरेको थिएँ। सो त्यो कलेक्सनको बारेमा चाहिँ धेरै साथीहरूले सहयोग गर्नुभयो। मैले चाहिँ यो पुरा टिकटकहरूमा पनि राखेको छु, फेसबुकमा पनि राखेको छु है। म कति कहाँ सहयोग गर्नुभयो, कसले दिनुभयो भनेर चाहिँ मलाई चाहिँ पुरानो पैसाहरू लगभग थुप्रो टाइमदेखि चाहिँ मैले कलेक्सन गरेको थिएँ है। सो मलाई चाहिँ अहिले पैसा सेफ राख्नको लागि चाहिँ सबैभन्दा मैले चाहिँ पहिला त्यत्तिकै राखेको थिएँ भने अहिले चाहिँ कलेक्सन गरेर एल्बम किनेर एल्बममा राखेको छु। सो विभिन्न देशहरूको पैसाहरू र नेपालको पुरानो पैसा, राजा भएको पैसाहरू कलेक्सन गरेको छु। सो त्यो भिडियो बनाउनु, यिनी पैसाहरू पुरानो चिजहरू कलेक्सन गर्नु चाहिँ मेरो लागि मलाई चाहिँ प्यासन हो, मेरो चाहिँ सोकिङ हो। त्यस कारणले चाहिँ मैले सोकिङ बनाएर चाहिँ पैसाहरू कलेक्सन गरेको छु। अहिले चाहिँ धेरै साथीहरूले राख्नु भएको छ भने मैले चाहिँ केही थोरै मात्र पैसाहरू गराएको छु। यो मध्ये विभिन्न देशको र नेपालको पैसाहरू जम्मा गरेको छु है। यसमा टन्नै छ, लगभग 100को लगभग 4-5 वटा छ है राजा भएको त्यो पैसाहरू। यो चाहिँ मलाई हेमराज केसीले सहयोग गर्नुभएको थियो। लगभग पुरा नाम त थाहा भएन है, लगभग केही साथीहरूको यताउति चाहिँ थाहा छ मलाई चाहिँ। सिक्का पैसाहरू चाहिँ मैले कलेक्सन गरेको छैन। सिक्का पैसाहरू लिएर हिँड्ने यताउति भारी हुनाले चाहिँ सिक्काहरू मैले चाहिँ लिएन। सिक्काहरू चाहिँ टन्न छ, तर कागजको पैसाहरू लिएर हिँड्दा पनि सजिलो, प्यासन भएर चाहिँ मैले लिएर हिँडेको छु। यो चाहिँ 100को भयो, राजा वीरेन्द्रको पालाको है। सो यो चाहिँ अ वर्गको र ई वर्गको रहेछ है। यो त थाहा भइसक्यो। अब नेपालको राजा भएको पैसा यो पनि छ। तपाईँहरूसँग को छ हेरौँ है, कोसँग कहाँ छ त्यो मध्ये पनि हेरौँ है। यो चाहिँ मैले साथीहरूबाट पाएको है। अनि फेरि यो चाहिँ राजा भएको, यो चाहिँ अलि लास्ट हाम्रो राजाको पालीको चाहिँ यो, त्यहाँभन्दा पहिलाको यो चाहिँ 50 है, 2 रुपियाँ। यो चाहिँ लगभग हाम्रो ख वर्गको र ग वर्गको छ, ग वर्गको र ख वर्गको है। 50 चाहिँ मेरो ख वर्गको रहेछ है। अहिले चाहिँ हल्ला के छ भने पुरानो पैसा भयो भने टन्न पैसा आउँछ भनेर चाहिँ हल्लाहरू छ। त्यो चाहिँ मैले चाहिँ पाएको छैन, पायो भने मलाई पनि खबर गर्नु होला। त्यो चाहिँ होइन है। यो चाहिँ 20 अस्ट्रेलियाको है। यो चाहिँ मलाई सीता स्याङ्गालीले दिनुभयो, अस्ट्रेलियाको 20 रुपियाँ। उहाँ चाहिँ हाल अस्ट्रेलियामै हुनुहुन्छ। यो चाहिँ दुबई है, अहिले नयाँ पैसा है दुबईको। यो चाहिँ प्लास्टिकको हो भने यो चाहिँ अहिले आएको छ। म छँदा चाहिँ त्यस्तो थिएन है, रु1 को प्लास्टिकको है। यो $20 चाहिँ यो अस्ट्रेलिया है। अस्ट्रेलियाको पनि उहाँ सीताले चाहिँ आउनु भएको थियो, अहिले संयोग मिलेर उहाँले चाहिँ दिनुभएको थियो है। हङकङ भर्सेस इन्डिया, यो चाहिँ यो पनि हङकङ है। यो पनि सीताले दिनुभएको थियो भने यो चाहिँ 100 हो। मेरो साथी केशवले मलाई इन्डियाको पैसा चाहिएको छ देऊ न है भनेको चाहिँ पुरानो लिएर चाहिँ यो चाहिँ हामीले सानसामा देखेन, कठिन पर्दै यो भयो भने वा भारू 100 भनेर चाहिँ हामी खुसी हुन्थ्यौँ। यो पाउन पनि गाह्रो थियो है हाम्रो पालामा। 160 हुन्थ्यो नेपालको करेन्सीहरू चेन्ज गर्दा है। यो चाहिँ हङकङको है, चाहिँ देख्न सक्नुहुन्छ हङकङको। यो चाहिँ प्लास्टिकको है। त्यसै गरी छ मसँग अहिले म्यानमार, नेपाली अनि दुबई। यो चाहिँ हाम्रो तल्लो चाहिँ म्यानमार भयो, म्यानमार अनि दुबई। अनि यो राजा भएको चाहिँ छ अनि 2 रुपियाँ छ है। यो कहाँको भयो, ख वर्ग, ग वर्गको र च वर्गको। यो चाहिँ दाइहरू कसले दिनुभयो मलाई त्यति याद चाहिँ छैन है। मैले चाहिँ भिडियो बनाएर प्रत्येकको जसले दिनुभयो अहिले घर गएको बेलामा सबै भिडियो बनाएर चाहिँ राखेको छु। त्यो मध्ये कलेक्सन गरेर राखेको पैसाहरू मध्ये है। त्यसै गरी यहाँ पनि नेपालीहरू नोटहरू छ, 10
लगायतको यो इन्डियन हो नयाँ है। यो चाहिँ 20, यो चाहिँ पाकिस्तान है। इन्डिया, पाकिस्तान, बङ्गलादेश, इन्डिया अनि फेरि US को डलर 2 है। अनि त्यसै गरी मसँग छ बङ्गलादेशहरूको पैसाहरू पुरानो प्लस नयाँहरू छ। त्यसै गरी दुबईको पैसाहरू, दुबई प्लस युक्रेनको पैसाहरू है। दुबई युक्रेनहरूको पैसाहरू छ। यो चाहिँ साथीले दिएको यहीँ सँगै काम गर्दा है। त्यसै गरी मसँग छ फिलिपिन, ओमन, कतार। फिलिपिन, ओमन, कतारको है। यो चाहिँ मलाई एकजना दुबई छात्र म्यानेजरले दिनुभएको थियो। यो चाहिँ कतारको चाहिँ धेरै साथीहरूले दिनुभयो। यो ओमनको चाहिँ कसले दियो ठ्याक्कै बिर्सेँ है। मैले चाहिँ धेरै पुरानो हो, धेरै पहिलेदेखि कलेक्सन गरेर राखेको। यो दुबईको पैसा चाहिँ मैले कमाउँदा आफै लिएर आएको। यो अहिलेसम्म पनि छ। यो चाहिँ युरो है। 1 युरो ठ्याक्कै कसले दियो भन्दा चाहिँ मलाई ठ्याक्कै याद चाहिँ भएन है। युरो 5 युरो अनि 100। र यो चाहिँ एकजना साथीले दिनुभएको थियो। यो चाहिँ मेरो साथीले दिएको यो पनि। अनि यो चाहिँ पाकिस्तान है। पाकिस्तान अनि पाकिस्तान यो चाहिँ दुबई छँदा एकजना साथीले दिनुभएको थियो। बङ्गलादेश, युगान्डा अनि श्रीलङ्काको है। युगान्डा, श्रीलङ्का अनि फेरि मलेसिया है। पुरानो नोट हो सायद, अहिले कस्तो छ थाहा छैन, तर पुरानो नोटहरू छ है। ब्याङ्कको कोरिया, युगान्डा अनि फेरि म्यानमारको पैसाहरू चाहिँ यस्तो छ। यो चाहिँ कलेक्सन गरेर राखेको छु। ठ्याक्कै क्वालिटी भन्दा चाहिँ म कोरियाको चाहिँ एकजना हाम्रो गाउँको भाइले चाहिँ दिएको थिएँ मागेको। अनि मसँग छ त्यसै गरी कहाँको छ भनेपछि हङकङको 100 रुपियाँ है। हङकङको 100 रुपियाँ छ। अनि त्यसपछि मसँग न्युजिल्यान्डको 2 रुपियाँ, 5 रुपियाँ हङकङको। त्यसै गरी मसँग छ सिङ्गापुरको $10 है। US डलर 50 पनि छ है। 10 नेपाली पनि साथमा छ। यो चाहिँ नेपालीहरूको त राजा पुजेर राखेको छु है। म राजाको पैसाहरू पुजेर राखेको छु। सो यो कलेक्सन गर्ने क्रममा दाइहरू, भाउजूहरू, दिदीहरू, आफन्ती, इष्टमित्र, साथीहरूले दिँदा यति गराएको छु है। 2 रुपियाँ इन्डियाको, 1 रुपियाँ पुरानो अनि नेपालको 10 रुपियाँ। यो चाहिँ यो चाहिँ प्लास्टिकको नोट हो। मलाई चाहिँ विपिनले दिएको है, दाइको छोरा। यो चाहिँ हेमराज केसीले दिएको है 100 रुपियाँ। यो चाहिँ मलाई दाजुले दिनुभएको थियो, मेरो ठुलो दाजुले। त्यस्तै भने 1 रुपियाँ दिदीहरूले दिनुभएको थियो है। दिदीहरू यति हो। अब कलेक्सन गर्दा गर्दै त्यति नै हो। अब 10 रुपियाँ चाहिँ मलाई इन्डियन साथीले दिएको थियो है। अब यसलाई मैले राख्न चाहिँ बिर्सिरहेको छु। अब यसको ठाउँ चाहिँ कहाँ राख्छु मैले है। पैसाहरू जम्मा गरिरहेको छु। तपाईँहरूले पनि गर्नुभएको छ भने पुराना करेन्सीहरू राख्नु, आफूले सोकिङ छ भने कलेक्सन गर्नु, राख्नु। आफूलाई सोकिङ छ भने, मेरो चाहिँ सोकको कुरा है, त्यस कारणले चाहिँ मैले भेडाएर राखेको है। भन्दै आजको लागि चाहिँ खास विशेष रहेन। आजको भिडियो चाहिँ यही हो भन्दै आजको लागि चाहिँ यहीँबाट बिदा हुन्छु। हस् त, धन्यवाद। जय देश, जय विदेश, जय पुरानो पैसा कलेक्सन भन्दै यहीँबाट बिदा हुन्छु। हस्, धन्यवाद। अर्कोचोटि आउँदा चाहिँ जानकारीमूलक भिडियोहरू लिएर आउँछु भन्दै आजको लागिबाट यहीँबाट बिदा हुन्छु। हस् त, धन्यवाद। जय देश, जय विदेश।